वेलकम टु माई ब्लग। म चाहिँ मुला उखाल्न लाग्छु। यति धेरै मुला छ, पहाल्नु छ। आज यत्रो उखाल्नु छ साथीहरू। हात यस्तो छ, हातको हालत यस्तो छ। उखाल्न लाग्को अघिबाट हो। भिडियो चाहिँ अहिले भर्खरै बनायो, अघि उखाल्न लाग्छ नि। भइगयो टाइम अहिले हुन्छ 10 छुट्ला फेरि बोलाउनु भा झ्याउलाहा साथीहरू। देखेछु म, देख्यो होला। आउट आइगयो हरान बजे। अलि दिउँसोतिर आउनु होला, बस अलि दिउँसोतिर आउनु होला। ल ल। अनि सो उहाँ चाहिँ एउटा गाउँको दिदी छन् कि, गाउँघरमा साथीहरू छन् कि मेरो पनि। मुला है साथीहरू। के गर्ने, पहिला कस्तो थियो जिन्दगी, अब कस्तो थिए, कस्तो भए हेर मलाई। मिल्छ भने पहिले जस्तै फेर मलाई। मुला पनि एउटा गतिलो भए त मै मरिजाम। एउटा मुला गतिलो होइन, रिस उठ्छ। अलि फेरि छोडी डिस्टर्ब गर्छ। यो मुला उखाल्नु छ, मुला धुनु छ, अनि फेरि नुहाइ गर्नु छ, छोरीलाई नुहाइदिनु छ, आफूले नुहाउनु छ। मेरो भिडियोमा राम्रो राम्रो कमेन्ट गरिदिएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद साथीहरू। थ्याङ्क यू सो मच। सधैँभरि यस्तै माया गर्नुहोला। सो म एकछिनमा भेट्छु ल। हस्, टाटा। मेरो हालत त आज बल्ल थाहा भयो मम्मी मुला कसरी पाल्नुहुन्छ तपाईँलाई। मम्मीले यति धेरै मुला पाल्नुहुन्थ्यो साथीहरू। पहिला हेल्प गर्न गइन्थेन, मजाले बस्ने, भन्या नटेर्ने, यताउता गरिदिन्थ्यो। आज फिल भयो एक्लै गर्दा कस्तो हुँदो रहेछ, ढाड कति दुख्दो रहेछ भनेर। ए भगवान्, कब्रा त नचुक्कै भिज्याए। कब्रा भिजेर केही देखाउनु लागेको छैन। ढाड त गलक्क भयो। त्यही माथि छोरी बार बार आउने डिस्टर्ब गर्ने, दिमाग खराब भयो। अब चाहिँ म यो मुला भित्र राख्छु, अनि नुहाइ गर्छु, अनि भेट्छु साथीहरू। सायद भोलि बिहानसम्म चाहिँ म मरिजान्छु होला, चिसो घुसेर पुरै भिजिसक्यो। ढङ्ग छैन छु। अलिक पछि भेटौँ न। फाइनल्ली नुहाइ गरेर बसिया छ। सानो हाई गरिदेऊ। हाई साथीहरू। आई लभ यु। म नानी, मम्मीको छोरी। अब मम्मीलाई चुप्पा गर्छु गालामा। साथीहरू खै भनेको मुला पहालेर हामी आमा छोरी आइम। खै लास्टै गाह्रो। खै गाह्रो भनेको भो साथीहरू भन्न गर्नु। साथीहरू खै भनेको वा। साथीहरू लाइक, खै लाइक भनेको कमेन्ट सब्सक्राइब गरिदिनु होला। मेरो मम्मु लाइक सब्सक्राइब गरेपछि म यो पैसा दिन्छु भन न। साथीहरू नुहाइ गरेर बसेर चट्ट लगाएर मेकअप गरेर बसेछु। अब नुहाएपछि मेकअप गर्नै पर्यो। के गर्ने, केटी मान्छेको जात। कसैले होला छिके गरेर बोलेको छ, त्यो ओभर एक्टिङ गरेर बोलेको। माई लाइफ माई रुल। ओके साथीहरू नुहाइ गरेर सबै काम सकेर बसेछु। झ्याउलाहा काम पनि यस्तो हुन्छ। नुहाए पनि कपाल सुत्दै घन्टा लाग्छ। अघि नै नुहाएँ, भिडियो बनाउनु झ्याउ लाग्यो, कपाल सुत्यो, मेकअप गरेँ। अब केटी मान्छेको जात मेकअप गर्नै पऱ्यो। त्यो कोही मान्छेहरू हुन्छन् मेकअप गर्नै पऱ्यो, लिपस्टिक लगाउनै पऱ्यो भन्छ। मलाई बहुत हाँसो लाग्छ। माई लाइफ माई रुल।
यु आर नट आई एम नट नो नो आई एम हो इङ्ग्लिस बोल्दिनँ माई इङ्ग्लिस इज भेरी लस कसले मोबाइल हेरेर चाहिँ म त हेर्दैछु नाचिरहेको छु बहुत बहुत झ्याउ हुन्छ काम गर्ने लास्टै झ्याउ हुन्छ साथीहरू काम गर्दा झ्याउ हुन्छ रुने हालतमा पुगेर पनि मैले गरेको छु ढाड दुखेर कपाल छुको सुकाएकै छैन आज यसलाई सुकाउनु छ पानी निक्लेपछि सुकाउनु छ साथीहरू भन्न मात्र आउँछ आई लभ यु ओट है कहिलेदेखि यो यस्तो साथीहरू भन्न आउँछ मन पर्थ्यो आफूलाई जे भन्न मन लाग्छ त्यही भन्ने त्यो देखाउँथ्यो ए हेर्नुहोस् तेर्नुहोस् यस्तो चोरटी पार्न आउनु जे हो त्यही भनिदिन्छु म हजुरहरूलाई मनपर्छ त्यसको लागि थ्याङ्क यू सो मच हजुरहरूलाई मन पर्दैन त्यसको लागि झन् भेरी भेरी थ्याङ्क यू मन नपर्ने नै कमेन्ट गर्ने मान्छेको पनि जरुरत हुन्छ लाइफमा